गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबजना सन्चै हुनुहुन्छ होला अनि हामी पनि सन्चै छौँ। फेरि पनि स्वागत छ हजुर हाम्रो नयाँ ब्लगमा। अनि आजको ब्लगको स्टार्टिङमा चाहिँ म र मेरो दिदी हुनुहुन्छ। अनि आजको ब्लगको स्टार्टिङमै चाहिँ हामी चटपटे बनाएर खाना लगाएका छौँ। अब चाहिँ हामीले चटपटेमा हाल्नलाई सामानहरू काट्दैछौँ। प्याज उयो के अरे गाजर काट्यौँ, प्याज काट्यौँ, धनियाँ काट्यौँ। धेरै सामान त छैन हामीसँग, कस्तो हुन्छ तर मिठै हुन्छ। हजुरहरूलाई पनि देखाउनेछौँ हामी लास्टसम्म। अनि सो गाइज अहिले चाहिँ हामी यहाँ धनियाँ टिप्न बारीतिर आएको। अनि धनियाँ नै रहन्छ गाइज घरमा। अनि यहाँ बारीमा आएको हामी। हेर्नु न बारी पनि कस्तो राम्रो छ। यताबाट भ्यू चाहिँ कस्तो खतरा खायो क्या। त्यो हुन्छ कि हुँदैन थाहा नै है। झन्डै यहाँ मकैको प्याज गाइड छ नि। उयो हुन्छ कि हुँदैन होला, हुन्छ कि हुँदैन क्या त्यहाँ। ए मैले देखाएको थिइनँ। यहाँ पनि रहेछ गाइज। अनि त्यहाँ पनि थियो कि हाम्रो त्यहाँनिर पनि थियो। अनि यहाँ पनि रहेछ कि यत्रो धनियाँ। अनि गाइज हाम्रो चटपटे चाहिँ कस्तो कस्तो भने यहाँ किमो हेर्नु नि दिदी किमो पाकेर टिप्नु रह्यो। हेर्नु न कत्रो कत्रो भएको किमो खाना चाहिँ यहाँ चाहिँ आउनुपर्छ। कस्तो पाक्का भने सुगा चाहिँ लुगातिर चाहिँ ध्यान नदिनु है हजुरहरू। यो लुगाहरू धोएर सुकाएको हो। किमो खाने भए चाहिँ मेरो घरमा आउनुहोस्। मेरो घरमा जति नै हो त्यतातिर पनि छ। सो गाइज हामीले चाहिँ किमो टिप्यौँ, यति टिप्यौँ, अब हामी जाने। त्यो त काँचो छ। ए झऱ्यो ला। गाइज हामी उतातिर कन्सर्ट भइरहेछ, यहाँसम्म गीत सुनिरहेको भने त्यो पछाडि ब्याकग्राउन्ड आउला, त्यो त्यसको ध्यान नदिनु होला। मकै रोक्नु भएको थियो यहाँ, म पनि मकै उम्रेन। भोलि मम्मीहरू पछि लानु हुनु होला। सो गाइज अब एकछिनमा भेटौँ ल। गाइज हामीले चाहिँ किम्बो यसरी धुँदैछौँ। दिदीले धोइरहनु भएको छ, धनियाँ पनि धुनुभयो। अनि हामी चाहिँ घर आइसक्यौँ। अनि त्यसपछि ब्याकग्राउन्ड कस्तो हारेछ भने सो गाइज अनि तिमी बिना मेरो मन बच्न गाह्रो होला। सो गाइज हामीले चाहिँ किम्बो खाइरहेछौँ। मलाई चाहिँ मन पर्दैन, दिदीलाई चाहिँ मन पर्दो रहेछ खाने भए अब है गाइज। सो गाइज दिदीले चाहिँ फेरि धनियाँ काट्नुभयो। अघि हामीले गएर लिएर आएको थियौँ। अनि फेरि काटिरहनु भएको छ दिदीले। यो काट्यौँ त्यो काट्यौँ। अनि अब आलु चाहिँ नहाल्ने गाइज, मलाई आलु नै मन पर्दैन। आलु चाहिँ नहाल्ने। अब यति रेडी भयो। अनि अब फाइनली चटपटे बनिसी मात्रै देखाउँछ है। त्यति मात्रै हेर्नुहोस् है हाम्रो दिदीले बनाउनु भएको चटपटे। यो पहिला आधी प्याकेट थियो त्यो हाल्यो। अनि फेरि कति खान्छ अब बनाउनु कति हुन्छ त्यो सबै नहाल्नु हुन्छ। हामीलाई चाउ चाउ गाइज। अब यसपछि चाहिँ गाजर र प्याज हालौँ, त्यसपछि धनियाँ। हजुरहरूलाई पनि देखेर खाना मन लागिरह होला है। आउनु मेरो घर, म तपाईँहरूलाई बनाएर दिन्छु यस्तो मिठो चटपटे। यस्तो मिठो छ हाम्रो घरको चटपटे। अहिले हजुरहरूलाई खाएको नि देखाउँला हामी। छोप हाल्यौँ गाइज हामीले अघि बदाम भयो। कस्तो हेर्दैखेरि खाम लागिरहेको छ तर यहाँ यति देखिरहेको, यहाँ मलाई यति देखिरहेको भने अनुसार हामीले नुन पनि हाल्यौँ गाइज। हेर्नुहोस् ठिकै हुन्छ होला, धेरै नहाल्ने। अब चाहिँ गाइज हामीले घरको अमिलो हाल्न लायौँ। गाउँको अमिलो, यो गाउँबाट ल्याएको प्योर अमिलो हो गाइज। त्यो उयसको होइन निबुवाको हाल्यौँ प्योर। हामीले पुरै तेल पनि हाल्यौँ। तेल हालेन भने त कस्तो कस्तो हुन्छ, तेल हाल्यो भने मिठो हुन्छ गाइज। हजुरहरूलाई नि सिकाउँछौँ हामी यसरी बनाउने भनेर। अहिले हामी चाहिँ मलाई सुरु गऱ्यो भने के सिकेन नि हामी कुराहरू छैन होला। अब हामी फाइनल भएपछि देखाउँछौँ। मिठो त मिठो हेर्नु त यस्तो भयो। हजुरहरूलाई नि देखेर पानी मिलिरहनु भएको छ होला। फाइनली हाम्रो चटपटे रेडी भयो। अब हामी खाने मिठो भयो। हातले खाने है, हातले खाएको मजा आउँछ ल। कहाँ घरको चाहिँ है बहिनी। अब मेरो कता ब्लगमा छ नेपाली चटपटे। नेपालीको राष्ट्रिय खाजा के हो? चटपटे। केटीहरूको चाहिँ चटपटे त खानु परिहाल्यो। मिठो थियो गाइज हाम्रो चटपटे। किन टम्क्या हो यस्तो? म यस्तो गरेको छैन हौ।
आता म पनि टालिदिरहेको छु आइफोनको कमाल हमारा शकल बुराई तो क्या हुआ फोटो में तो अच्छा दिखता हूँ बाटोमै अन्त भाइरल बाटा हो यसमै सबै चिज सो गाइस हजुरहरू लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर चाहिँ नबिर्सिनु होला मेरो भ्लग एडिटिङमा चाहिँ म भन्दा बहिनी अहिले उसको मोबाइल छैन भोलिपछि मोबाइल चाहिँ ब्लगर बनिने सपना छ अरे उसको कि त भ्लग पनि त हार्ने होइन भोलिपछि बहिनी चाहिँ ब्लगर बन्यो भने हामी देख्न पाउँछौँ बहिनीको राम्रो राम्रो भिडियोहरू गाइस अहिले चाहिँ बाइक चलाउने भ्लगर बनेर राइडर बन बेबो र सुरक्षा केसी बेबर सुरक्षा केसी जस्तै बनिरहेको छ नि अहिले राम्ररी पढ अनि भोलिपछि बनिहाल्छौँ नि गाइस म चाहिँ बच्चा जस्तै छु बच्चाको चिम्टी लाएर आउँछु लाएर बस्छु आज भोलि भाइरल चिन्छ शनिबार मेला जाने है किन यहाँ माइती जान्छ नि जानु पर्ला क्या है यता मेला पनि लाग्दैछ हामी एक दिन मेला गएर पनि भ्लग बनाउनेछौँ गाइस पानी सकिन्छ मलाई चाहिँ भ्लगरमा सबभन्दा भेट्न मन लाग्यो भने क्रेजी भ्लगर क्रेजी ब्लगलाई चाहिँ ब्लग भेट्नु मन लाग्छ दिनदिनै क्रेजी ब्लगको भिडियोहरू हेर्छौँ अब उहाँहरूले त हाम्रो भिडियो थोरै हेर्छन् उसलाई चाहिँ क्रेजी ब्लगहरूको त्यो के अरे नाम सन्तोष नितुहरूको ब्लगहरू हुन्छ नि त्यो चाहिँ एकदमै उनीहरूको चाहिँ एकदम ठुलो फ्यान अरे ऊ चाहिँ 100 सब्सक्राइबर त पुरै पुगेन नि सब्सक्राइब गरिदिनु होला प्लिज मेरो भिडियो अब अहिले खाना खाइसक्यौँ अब हामी भ्लग छौँ भ्लगको इन्डिङमा चाहिँ हजुरहरूलाई के भन्न चाहन्छु भने यो भ्लगमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला बाई एभ्री वान जय नेपाल